करिब 45 मिनेटपछि हामी पुग्यौँ डाँडागाउँ। यहाँ आएपछि थकाइभन्दा बढी साथीहरूको एनर्जी फिल भइरहेको थियो। नयाँ साथी, नयाँ साइकल, नयाँ कुरा। मेरो यहाँ छ ब्ल्याकमा अरेन्ज त्यहाँ हाल्नु दुइटा क्या दामी देखा ट्रेकको रेड छ त्यहाँ क्यानियन ट्रेक दुइटा। गुड मर्निङ गाइज। खानी बसी रमाइलो त हो नि। पानी पर्छ नेपालीलाई एउटा बाहना, घाम लाग्यो बाहना, पानी पर्यो बाहना। के छ हजुर हालमा हो र 63 वर्ष। कति वर्ष भयो हजुरले साइकल चलाएको? सानो चलाइयो, त्यसपछि आएर छोडियो, पछि आएर 2019बाट अहिले रेगुलर 6 वर्ष भयो। 6-7 वर्ष भयो। अहिले 3-4 वर्ष भयो। ए रेगुलर छ भने चाहिँ हल्का हल्का कहाँ हल्का डेन्जर कमजोर छ नि त मेरो खुट्टा स्टिल होइन स्टिल छ। 63 वर्ष तै पनि यस्तो खतरा कुदाउनु हुन्छ। तर यसले के एज केही होइन रहेछ क्या। आजको राइडमा 14 वर्षको बुढा पनि थिए अनि 63 वर्षको दाइ पनि। उहाँको घुँडामा स्टिल राखिएको छ तर एनर्जी भने कसैको भन्दा कम छैन। टिकट काटेर जङ्गलभित्र इन्ट्री गरेपछि राइडको असली मजा सुरु भयो। हरियो जङ्गल र हाम्रो रङ्गी बिरङ्गी जर्सीहरू, साँच्चै सिनेमेटिक फिल आएको थियो। छैन र मात्रै भएको भए निस्किन्थ्यो आज। मुटु त बुढीलाई दिइहाल्यो पहिल्यै लपर्दा। पहिला उसले मुटु माग्यो मुटु दियो, कलेजो माग्यो कलेजो दियो, पछि चाहिँ आफैले मासु नपुगेर दियो। जङ्गलको शान्ति के चरा हो यो कराइरहेको। झर्ना यहाँ तल होइन? यहाँ तल झर्ना चाहिँ यहाँ तल विष्णुद्वार माथि। पानी बढ्यो होला है अहिले त। कम छ अहिले। यो होइन यही हो कि यस्तो आयो? त्यो झर्नामा त पुग्ने यही हो। अघिल्लो वर्ष पहिरो गएको ठाउँमा अहिले काठ राखेर ट्रेल बनाइएको रहेछ। एडभेन्चर फिल झन् बढ्यो। अलिकति खतरा भएर छ, डेन्जर भएर छ यहाँ त। बाटो पुरै लगेछ नि त्यहाँ पहिरोले।